खाना गर्दै जाँदाखेरि कतिखेर के हुन्छ हावा पनि दिन पर्ने हुन्छ है हावा पनि दिन पर्ने हुन्छ मुखमा मुख जोडेर मैले उहाँको हावा पनि दिन पर्ने हुन्छ त्यसकारणले चिङको सिरा बनाएको जसले गर्दा यो एयरवे चाहिँ के हुन्छ लङ्ससम्म सोझै जान्छ अनि लङ्समा तपाईले दिएको अक्सिजन पुग्यो भने रगतले सट्ट लिएर जान्छ मुटुबाट आएको रगतले के गर्छ त सट्ट अक्सिजन लिएर जान्छ अनि त्यही रगतले चाहिँ हाम्रो शरीरको विभिन्न अर्गान महत्त्वपूर्ण अर्गानमा के पुर्याइदिन्छ अक्सिजन पुर्याइदिन्छ अक्सिजन पुर्याइदियो भने हामी लामो समयसम्म बाँच्छौँ है ल अब यहाँ केही टेक्निक केही विषयवस्तु हुन्छ जहिले पनि तपाईको उहाँको हाम्रो मध्य भागमा हामीले यहाँ फाइन्ड आउट गरेका छौँ र यसरी हातलाई फोल्ड गर्दाखेरि कसैको देब्रे चल्छ कसैको दाहिने चल्छ सकेसम्म जुन बढी चल्छ त्यसैलाई प्रयोग गर्नुहोस् है जुन बढी चल्छ त्यसैलाई प्रयोग गर्नुहोस् मेरो दाहिने चल्यो भने मैले चाहिँ के गर्छु त यो पार्टमा यसरी समातेँ हेर्नुहोस् त यो फोल्ड गरेँ यो औँलालाई यसरी गरेर फोल्ड गरिसकेपछि उहाँको यो मध्य भागमा यो पार्टले के गर्छु त मैले यसरी खिच्छु भन्नुभयो यसरी खिच्छु यो यतिखेर मेरो यो स्टेप चाहिँ पार्ट के हुन्छ त यो चाहिँ स्टेप हुन्छ हैन यसरी खिच्दा कति खिच्दिन्छ फेरि धेरै बलियो डाक्टर रहेछ भने तल खिच्दिन्छ फेरि हैन त्यही भएर खिच्दाखेरि पनि कम्तीमा 2 सेन्टिमिटर 2 तल जाने गरी अथवा 5 देखि 6 सेन्टिमिटर चाहिँ तल जाने गरी यसरी खिच्दै जान्छ बुझ्नुभयो यसरी खिच्दै जाँदाखेरि यो कतिचोटि गर्ने भन्ने हुन्छ यसको एउटा रेशियो हुन्छ यसको रेशियो के हो भन्नुहुन्छ भने 30 पटकसम्म यसलाई खिच्ने हो 30 पटकसम्म यसलाई खिच्दै 2 पटक माउथ टु माउथ रेस्पिरेसन दिने 2 पटक मुखमा मुख जोडेर के दिने साथ दिने भित्र यसरी साथ दिँदा फेरि के हुन्छ मैले मुखमा फुकेको सास के हुन्छ नाकबाट बाहिर निस्किन्छ त्यही भएर त्यो ननिस्कियोस् भनेर के गर्नु त यो नाकले मैले यहाँ पञ्च गरे उहाँलाई मुख खोल्न सक्नु भएन भने आफै खोल्ने हो किनभने बिरामी बियो हुन सक्छ अनि मैले लामो सास फेरेर मुखबाट मुख चाहिँ के गरे मलाई फुके बुझ्नुभयो मुखमा मुख जोडेर मलाई फुके यसरी फुक्दाखेरि यहाँ के जान्छ त यहाँ अक्सिजन जान्छ मैले लिएको अक्सिजन यहाँ जान्छ फेरि मैले के गर्छु त यो 30:2 भनेको 30 पटकसम्म चेस्ट कम्प्रेस गर्यो 2 पटक चाहिँ के गर्यो त माउथ टु माउथ रेस्पिरेसन गर्यो यो कति समय गर्ने हो त यो फेरि भन्दा यो त एकदमै तीव्र गर्नुपर्छ एकदम छिटो गर्नुपर्छ 1 मिनेटमा कम्तीमा 100 पटक टर्नु पर्यो 120 पटक टर्नु सक्यो भने अझै राम्रो बुझ्नुभयो नि यसले के गर्छ त अब एउटा इन्टरभलसम्म हामी 1 मिनेट 5 मिनेट 10 मिनेटसम्म दोहोऱ्यायौँ भने अनि 10 मिनेटसम्म दोहोऱ्याइसकेपछि हामीले फेरि के गर्छौँ त दोहोऱ्याइसकेपछि के गर्छ त फेरि उहाँको नाडीको यो चलेको छ कि छैन त हामीले गरेको काम के हो त भन्दा मुटु चलाउने हो नि त मुटुलाई चलाइदिएको हो मुटुलाई चलाइदिएपछि त्यसले एकछिन चल्यो भने के हुन्छ अक्सिजन प्रत्येक किडनीमा ब्रेनमा सबैमा पुग्छ अनि चलेको चलेन भने यहाँसम्म चाहिँ हेर्छौँ यदि भएन भने यहाँ क्यारोटिड आर्टरी हुन्छ यहाँनिर अलि अन्तिमसम्म पनि साउन्ड चाहिँ थाहा पाउन सकिन्छ क्यारोटिड आर्टरीमा यहाँ थाहा पाउँछौँ पत्ता लगाउँछौँ अनि त्यो यहाँ यदि चल्न लाग्यो भने तपाईँले यो प्रक्रिया नदोहोऱ्याए पनि केही हुन्न चलेन भने यो